ओम शान्ति। ओम शान्ति। अब मेरो चाहिँ त्यही छ अनुभव होइन। हामी यहाँ आयौँ, आएर सेवाहरू यताउति गऱ्यौँ। फर्स्ट त अब यहाँ भन्नुभयो दिदीले तिमीहरू अब भट्टीमा जानुपर्छ, योग भट्टीमा भनेर भन्नुभयो। सिटोङ त पहिला पनि आएकै थिएँ, तर अब यस्तो हुन्छ यस्तो भनेर चाहिँ अब थाहा थिएन होइन। आएर चाहिँ अब अति नै खुसी लाग्यो। आउनु बित्तिकै हामी सब ठामठिमहरू मिलाएर होइन सबै गरेर त्यत्रो खट्यौँ। हामीलाई केही फिलै भन्नु त्यस्तो केही दुःख पनि लागेन होइन। फेरि यो टेन्ट हेऱ्यो हामी त ला यहाँ कसरी सुत्नु भएको थियो होइन। यो टेन्टमा हामी त फर्स्ट डेदेखि नै हामी यहाँनिर बस्यौँ। बस्दाखेरि हामीलाई फिल तर केही पनि भएन। अर्को दिन पानी पर्यो होइन। पानी पर्दा हामी राति कस्तो भएको थियौँ कि पानीले अब ल्या हामीलाई त यो हुन्छ भनेर त्यहाँबाट फेरि बाबा जाने हो सुत्यौँ, केही पनि हुँदैन भनेर सुत्यौँ। तर केही पनि त्यस्तो केही पनि भएन पनि। यहाँ भाइजीहरूले हामीलाई योग गराउनु भयो। यहाँ रामनाथज्यू भाइलाई धेरै धेरै धन्यवाद, शुक्रिया छ। बाबाको घरबाट आउनु भएको, बाबा नै आउनु भएको जस्तो लाग्यो। पुरा हामीले त्यसको फाइदा उठाइदिउँ, राम्रो भयो हामीलाई होइन। हामीले कतिवटा कुरो नजानेको ज्ञानहरू हामीले बुझ्यौँ, सिक्यौँ। फर्स्ट त मलाई के लाग्यो भने हामीले जुन चाहिँ बिहान मर्निङको क्लास गर्छौँ, मर्निङको क्लास गर्दाखेरि पनि पहिला बाबालाई याद गर्नु, पुरा याद गर्नुपर्ने, योग गरेर गर्नुपर्ने रहेछ। त्यहाँबाट फेरि लास्टमा जुन चाहिँ मिठे मिठे बच्चे भन्नुहुन्छ त्यसमा हामीले भन्नु नभएर चाहिँ लास्टको हामीले भन्छौँ त्यसमा चाहिँ हामीले उठेर हामीले यहाँ भाइजीले सिकाउनु भयो। त्यो चाहिँ कि उठेर चाहिँ हामीले बाबालाई दुईवटा हात जोडेर चाहिँ हामीले धन्यवाद दिनुपर्दो रहेछ। हामीले बसेर गर्थ्यौँ होइन, त्यो चाहिँ जानेको थियौँ। त्यो पनि हामीलाई सिकाइदिनु भयो। अब हामीले सधैँ क्लासमा त्यही गर्नुपर्दो रहेछ, याद थिएन त्यो भयो। अनि हामीलाई यहाँ भाइजीले हँसाउनु पनि भयो। पुरा कति कुरा गरेर बहुत हेरेको थियो। माथि अलग अलग राख्नु भएको थियो भाइले। त्यसमा सबैलाई फरिस्ता जस्तो कहाँ हो कहाँ त्यस्तो लाग्यो। खुसी लाग्यो। हिजोको पनि राम्रो भयो। अब आजको त अब लास्ट छ है, जानु पनि इच्छा लागेको छैन। अब जानै पर्छ, के गर्नु, फेरि आउनुपर्छ। यहाँ चाहिँ एउटा अब बाबाको यज्ञ बनिने रहेछ सेन्टर, खुसी लागेको छ। यसमा अब हामीले एउटा होइन, हामीले दुईजना भएर पर्ने रहेछ। आउनु नै पर्छ है, गर्नुपर्छ। यहाँ बाबाको सबैले सहयोग गर्नुपर्ने रहेछ। त्यो चाहिँ अब याद भयो र यहाँ चाहिँ हुनैपर्छ। यति नै।